मेरो चाहिँ आज बिहान बिहान मुड नै अफ भएर आयो। किन आए त भन्दा आफ्नै रुमको हालत देखेर। रुम पनि यतिसम्म फोहोर बनाएको थिए कि छोराछोरीले रिसले छोराछोरीलाई नै टिपेर फालो जस्तो भएको थियो। हुन त दिनदिनै मिलाउँछु तर बनाउने भनेको सधैँ यस्तै नै हो। यत्तिकैमा छोरो ढोकाबाट भित्र आयो। यताउति हेरेर कति फोहोर भएको हो रुम भन्दै थियो। कति न मैले नै फोहोर गरे जस्तो। फोहोर जे जस्तो भए नि मेरो कपडा पनि धोइदिसो त भनेर मलाई कपडा दियो। मैले पनि आफ्नै काम त हो नि भनेर फटाफट रुम सफा गरेर यतिको बनाए। त्यसपछि खाजा खाने टाइम पनि भएको थियो। क्विक नुडल्सलाई फ्राई गरेर खानको लागि पानी तताएर 5 प्याकेट तातो पानीमा उमाल्न छाडिदिए। नुडल्स उम्लिएपछि त्यसमा भएको पानी थराए अनि तेल बसालेर अन्डा फ्राई गरी कचौरामा निकालेर राखे। अब पालो चाउचाउ फ्राई गर्ने। त्यसको लागि अघि उमालेर राखेको चाउचाउलाई फ्राई गर्नको लागि तेलमा राखे अनि त्यसमा नुन र मसला राखेर मजाले चलाए। मजाले मिक्स भइसकेपछि चाउचाउ पाकेर रेडी भयो। त्यसपछि त्यसलाई प्लेटमा राखी माथिबाट अघि फ्राई गरेर राखेको अन्डा हालेर रेडी गरे। अनि यो चाहिँ मेरो छोरोको भविष्यमा ड्राइभर हुने लक्षण हो कि कार किन्ने हो। जहिले जे भेटे पनि स्टेरिङ बनाएर घुमाइरहेको हुन्छ त।